हल्का ठुलो छ कसरी बनाइन्छ भने त अब त्यसले आरसिसी गरेर बनाइन्छ कोही बेला इरोजन हुनसक्छ भनेर त्यसको तिनवटा क्लासिफाई गरेको तिन टाइप छ एउटा चाहिँ ट्रापेजोइडल साइड पेन हो ट्रापेजोइडल भने चाहिँ यस्तो सेपको हुन्छ यो एउटा फ्ल्याट बटम हुन्छ र दुईवटा स्टिप स्लोप हुन्छ यहाँ बिचदेखि पानी जाने हो यिनीहरू चाहिँ यो आरसिसी गरेको हुन्छ गरेको थिएन भने यो इरोजन हुने चान्स थियो त्यही भएर अब ट्रेङ्गुलर भने चाहिँ भी सेपको हुन्छ लास्टमा हुन्छ यो भी सेपको हुन्छ यसमा चाहिँ बटम हुँदैन यसले चाहिँ पानी पनि अलिक फोहोर मात्र गर्छ यसको कम्पिटिसन अर्को भने चाहिँ रेक्ट्याङ्गुलर हुन्छ रेक्ट्याङ्गुलर भने चाहिँ अलिक अर्बन एरियाहरूमा पाइने हो यो सबैभन्दा राम्रो खालको यहाँनिर चाहिँ उयो छ तपाईँहरू लो क्यापेसिटी अब क्यापेसिटीमा चाहिँ धेरै हुन्छ ट्रायङ्गुलरमा चाहिँ अलिक कम हुन्छ र रेक्ट्याङ्गुलरमा अलिक कम धेरै नै हुन्छ बेस्ट युज भनेको हाइवे हुन्छ त्यसमा अलिक माइनर रोडहरूमा त्यो भने चाहिँ अलिक खत्रै युजेस त्यो किन साइड किन युज हुन्छ भन्दाखेरि यो रोडको लङ्जिभिटीको लागि हो त्यो थिएन भने त्यो पानीहरूले गरेर रोडको स्ट्रेन्थहरू त घटाइदिन्छ अनि सेफ्टी पनि अब चिप्लो पनि बनाउन सक्छ नि त्यही हो इरोजन भनेको अब पानीले रोड गर्न सक्छ सोइलहरूलाई फ्लड प्रिभेन्सन होइन त्यही एक्स्ट्रा पानीहरूलाई